नमस्ते। ल, आज समाजशास्त्रको कक्षामा स्वागत छ। कहिल्यै सोच्नु भएको छ हामीले गर्ने हरेक सानो ठूलो कामलाई एउटा नदेखिने धागोले कसरी जोडिरहेको हुन्छ? हो, त्यही धागो हो समाज। आज हामी यही समाजको इन्जिनियरिङलाई अलिकति खोतल्ने प्रयास गर्नेछौँ। यो कसरी बन्छ, कसरी चल्छ र हामी यसको एक महत्त्वपूर्ण हिस्सा कसरी हौं? आउनुहोस् यो रोचक यात्रा सुरु गरौँ। हो, यही प्रश्न आजको हाम्रो छलफलको केन्द्र हो र यो कुनै सामान्य प्रश्न होइन है। यसको उत्तरले हामी किन एक निश्चित तरिकाले सोच्छौं, व्यवहार गर्छौं र एकअर्कासँग सम्बन्ध राख्छौं भन्ने कुराको पर्दा खोल्छ। यो समाजशास्त्रको सबैभन्दा ठूलो पजल जस्तै हो र आज हामी यसका टुक्राहरूलाई एक-एक गरेर जोड्दै जानेछौं। ल, हाम्रो यात्राको पहिलो गन्तव्य एउटा यस्तो अवधारणा हो जसले हाम्रो संसारलाई हेर्ने दृष्टिकोण नै बदलिदियो। यसलाई भनिन्छ ग्लोबल भिलेज। सुन्दा त कस्तो सामान्य लाग्छ नि, होइन? एउटा ठूलो गाउँ, तर यसको अर्थ हामीले सोचेभन्दा धेरै गहिरो र महत्त्वपूर्ण छ। प्रविधिले, खास गरी इन्टरनेटले देश बीचको भौतिक दूरीलाई लगभग मेटाइदिएको छ। आज अमेरिकामा भएको कुनै घटनाको असर हामी यहाँ बसेर तुरन्तै महसुस गर्न सक्छौं। तर यहाँ एउटा रोचक कुरा छ। सोच्नुहोस् त, हामी भर्चुअल रूपमा जति नजिक भएका छौं, कतै वास्तविक जीवनमा त्यति नै एक्लो त हुँदै छैनौं। यो ग्लोबल भिलेजको एउटा ठूलो बहस हो। र यो विश्वव्यापी गाउँको सबैभन्दा सुन्दर पक्ष के हो थाहा छ? यसको अद्भुत विविधता। एकछिन कल्पना गर्नुहोस् त, हजारौं भाषाहरू, अनगिन्ती धार्मिक विश्वासहरू, फरक सांस्कृतिक रहनसहन र भौगोलिक भिन्नताहरू, यी सबै मिलेर मानव अनुभवको एउटा विशाल रङ्गीन क्यानभास बनेको छ। तर यति धेरै विविधता एकै ठाउँमा हुँदा त टक्राउको सम्भावना पनि उत्तिकै हुन्छ, हैन त? हो, बिल्कुल हुन्छ। र यहाँनिर आउँछ हाम्रो समयको सबैभन्दा महत्त्वपूर्ण सिप, बहुसांस्कृतिकता र सह-अस्तित्व। यो अब कुनै विकल्प होइन। हाम्रो यो विश्वव्यापी गाउँमा मिलेर बस्नका लागि यो अनिवार्य छ। ल, अब हाम्रो ध्यानलाई विश्वको नक्साबाट हटाएर हाम्रो आफ्नै जीवनको जालोमा केन्द्रित गरौँ। आखिर ठूल्ठूला समाजको जग त हाम्रो सासाना सम्बन्धहरूले नै त बसाल्ने हो नि। यो समाजशास्त्रको एउटा सुनौलो नियम जस्तै हो, नो वान इज एन आइल्यान्ड, अर्थात् कोही पनि एक्लै पूर्ण हुँदैन। हामी सामाजिक प्राणी हौं। हामीलाई एक अर्काको साथ चाहिन्छ। जसरी एउटा बिरुवालाई हुर्कन घाम र पानी चाहिन्छ, सम्बन्ध बिना हामी फस्टाउनै सक्दैनौं। हाम्रो सम्बन्धको घेरा शान्त पोखरीमा ढुङ्गा फाल्दा बन्ने तरङ्ग जस्तै हो। यो हाम्रो न्यानो परिवारको सानो घेराबाट सुरु हुन्छ अनि छिमेक र समुदायमा फैलिन्छ, त्यसपछि राष्ट्रलाई समेट्छ र अन्तमा विश्वव्यापी नागरिकताको विशाल सागरमा गएर मिल्छ। हाम्रो पहिचान यी सबै घेराहरूमा एकैसाथ रहेको हुन्छ। अन्तर्निर्भरताको सोझो अर्थ हो हामी एक अर्कामा निर्भर छौं। एकछिन सोच्नुहोस् त, हामीले बिहान पिएको कफी सायद ब्राजिलबाट आएको होला, हातमा भएको फोन कोरियामा बनेको होला र लगाएको कपडा बङ्गलादेशमा। हामी सबै एउटा नदेखिने धागोले एक अर्कासँग जोडिएका छौं। अहिलेसम्म हामीले समाजको बाहिरी संरचना हेर्यौं। अब हामी त्यो संरचनालाई चलाउने सफ्टवेयर अर्थात् हाम्रो जीवन दर्शन र सामाजिक मूल्य मान्यताको तहमा जाँदैछौं। यी ती अदृश्य नियम हुन् जसले हाम्रो हरेक व्यवहारलाई गाइड गरिरहेका हुन्छन्। यो सायद मानव इतिहासकै सबैभन्दा गहिरो र महत्त्वपूर्ण प्रश्न हो। हाम्रो जीवनको उद्देश्य के हो? हामीले यसको जे जस्तो जवाफ खोज्छौं वा बनाउँछौं, त्यसले नै हाम्रो जीवनको गाडी कुन बाटोमा जान्छ भन्ने निर्धारण गर्छ। यो हाम्रो व्यक्तिगत कम्पास हो। यहाँ दुई महत्त्वपूर्ण कुराहरू छन्। जीवन दर्शन भनेको हाम्रो व्यक्तिगत किन हो, हाम्रो गाडीको इन्जिन जस्तै जसले हामीलाई अघि बढ्न ऊर्जा दिन्छ। अनि सामाजिक मूल्य मान्यताहरू भनेको सडकका ट्राफिक नियमहरू जस्तै हुन्, जस्तै इमान्दारिता, सम्मान, सहयोग, जसले हामी सबैलाई एकैसाथ सुरक्षित रूपमा यात्रा गर्न मद्दत गर्छन्। अब कतिलाई लाग्ला यो दर्शन भन्ने कुरा त ठूल्ठूला किताबमा मात्रै हुन्छ होला, तर त्यस्तो बिल्कुल होइन। दर्शन हाम्रो हरेक दिनको जीवनसँग जोडिएको छ। आउनुहोस् हेरौँ कसरी। धेरैले सोच्छन् दर्शन भनेको कुनै गाह्रो, बुझ्दै नसकिने कुरा हो, तर होइन। दर्शन भनेको त अन्ध्यारो जङ्गलमा यात्रा गर्दा हातमा बोकेको लालटिन जस्तै हो। यसले हामीलाई बाटो मात्र देखाउँदैन, हाम्रो यात्रालाई अर्थपूर्ण पनि बनाउँछ। र यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने दर्शन हाम्रो दिमागमा मात्र बस्दैन, यो हाम्रो व्यवहारमा देखिन्छ। हाम्रो हरेक छनोट, हरेक काम हाम्रो भित्री विश्वासको ऐना हो।
हामी जे सोच्छौं त्यही बन्छौं र त्यही गर्छौं। त्यसो भए आफ्नो जीवन दर्शन कहाँ खोज्ने त? कहीँ जानु पर्दैन। हामीले खाने खानामा, बोल्ने शब्दहरूमा, गर्ने काममा र अरूसँग गर्ने व्यवहारमा यो प्रष्ट देखिन्छ। यी सबै हाम्रो भित्री मूल्य मान्यताका हस्ताक्षर हुन्। समाज कुनै ढुङ्गाको मूर्ति होइन, यो त बगिरहने नदी हो, सधैँ परिवर्तनशील। अब हाम्रो अन्तिम खण्डमा हामी यही परिवर्तनको शक्ति र यसमा हाम्रो भूमिका के हुन्छ भन्नेबारे कुरा गर्नेछौँ। सामाजिक रूपान्तरण भनेको घरको रङ फेर्नु जस्तो होइन है, यो त घरको जग नै फेर्नु जस्तै हो। यो समाजको बाहिरी रूपमा मात्र होइन, बरु यसको चल्ने तरिकामा आउने गहिरो मौलिक परिवर्तन हो। यो परिवर्तनको यात्रा कस्तो हुन्छ त? यो दाइजो प्रथा र छुवाछुत जस्ता समाजलाई जकडिएका हानिकारक परम्पराका साङ्लाहरू तोडेर समानता, शिक्षा र सामाजिक न्यायको उज्यालोतर्फको यात्रा हो। यो यात्रा सजिलो त छैन, तर यो निरन्तर चलिरहेको छ। र यो परिवर्तनको इन्जिन को हो त? इतिहासलाई हेर्ने हो भने हरेक ठूलो सामाजिक रूपान्तरणको अग्रपङ्क्तिमा युवाहरू नै हुन्छन्। किनभने उनीहरूसँग प्रश्न गर्ने साहस हुन्छ, यथास्थिति बदल्ने ऊर्जा हुन्छ र एउटा नयाँ, राम्रो भविष्यको कल्पना गर्ने शक्ति हुन्छ। अन्तमा यो प्रश्नमा अलिकति सोचौं। समाजको कथा हामी सबै मिलेर लेखिरहेका छौं। हाम्रो हरेक छनोट, हरेक कामले यसको अर्को अध्याय निर्धारण गर्छ। त्यसो भए हामी कस्तो अध्याय लेख्न चाहन्छौं? यो प्रश्नको जवाफ हामी सबैले खोज्नुपर्छ।